नमस्ते। आज पनि कविता वाचनको लागि आएको छु र आज चाहिँ मसँग मतिराज राईजीको एउटा कविता छ, बिस्तारै बुझ्दै जानु शीर्षकको। म त्यही कविता वाचन गर्नेछु। बिस्तारै बुझ्दै जानु। बिस्तारै बुझ्दै जानु जीवन हतारको यात्रा होइन रहेछ। यहाँ त हरेक मोडमा आफै यथार्थसँग भेट हुनुपर्ने रहेछ। हाँसो पनि कहिलेकाहीँ लुकाएको पीडा रहेछ र आँसुहरू मन हल्का बनाउने भाषा रहेछ। बिस्तारै बुझ्दै जानु, मान्छे सबै आफ्ना हुँदैनन्, केही त बाटोमै छुट्ने कथा जस्तै सम्झनामा मात्र बस्दा रहेछन्। समयले सिकाउँछ जो गुम्यो त्यो दोष होइन, बरु आफैलाई चिन्ने एउटा असार रहेछ। बिस्तारै बुझ्दै जानु, माया जबरजस्ती हुँदैन र छुटिनु पनि कहिलेकाहीँ आवश्यकता हुँदो रहेछ। अन्तत बिस्तारै बुझ्दै जाँदा थाहा हुन्छ, सबैभन्दा ठुलो साथ त आफ्नै मनले दिने रहेछ। धन्यवाद।